लडी बडी अहै हे लडी बडी अहै हे आहा औले बाँदर आइरो त बुबुले त राम्रो ठाउँमै मन पराउँदैन रहेछ नि र हेलो गुड मर्निङ सबैजनालाई अनि अहिले चाहिँ म घरमा छु अनि अहिले मसँग पापा हुनुहुन्छ हेलो भनिन् र पापा र म चाहिँ कहाँ हिँडेको भन्दाखेरि चाहिँ पापालाई आज घुमाउनु लैजाउँ भनेर सोचेर चाहिँ जाँदैछौँ म पापा नाना हुन्छ है नाना चाहिँ उता खाने सुरुङबाटै आउँदै हुनुहुन्छ त्यही भएर यहाँबाट चाहिँ हामी लागेकै बाउ छोरा एक्साइटेड छ एकदम है एकदम खुसी एक्साइटेड मात्र भएन र खुसी पनि भएको घुम्नु पाउँदा को खुसी हुँदैन मेरो छोराले घुमाउँदाखेरि त्यही भएर अब चाहिँ लागेको आज कहाँ कहाँ घुमाउँछु है तपाईँलाई देखाउँछु है त भिडियोमा बनिरहनु होला है त चाहिँ आइपुगिसक्यो यहाँ फाटक मानव हेलो बाउको गाडीमा चाहिँ जानु लागेको हामी चाहिँ यसरी नाना आइपुगेछ अब चाहिँ लागेको हामी मानवको गाडीमा यहाँबाट चाहिँ हामी जाँदैछौँ पेलिङहरू त्यो भएर चाहिँ यस्तो छ बैगुने फाटक निक्लिएर अहिले अहिले चाहिँ हामी रेसी बजार आइपुगेका छौँ रेसी पनि तर राम्रो बनेको छ अहिले है निकै बाजार पर्ने ठाउँ छैन नि यहाँ टनल आइपुगे टनल हामी टनलभित्र कस्तो अब लेक्सेप टनल अहिले चाहिँ हामी लेक्सेप बजार आइपुगेका छौँ फाइनल्ली हामी चाहिँ अहिले पेलिङ आइपुगेका छौँ पेलिङको मोड यहाँदेखि चाहिँ हामी अब उँभो लागेर चाहिँ यस्तो छ यहाँबाट चाहिँ हामी अब चाहिँ स्काई वकपट्टि जानुपर्ने हुन्छ है पिङको रोड चाहिँ दामी छ जे होस् है दामी छ निकालेको के बाटो चाहिँ मन पर्यो स्काई वक जाने बाटो चाहिँ अहिले चाहिँ हामी आइपुगेका छौँ यहाँबाटको नजारा हो बाबा मजा आयो अब यहाँबाट टिकट काट्नु पर्यो यहाँबाट अब छिटो आउनु लाग्यो अब उँभो लोकललाई चाहिँ 50 रहेछ सरी लाग्यो अब टिकट काटेर हामी चाहिँ के भएछ अरे पापा कस्तो मजा लाग्दैछ
एकदम एकदम राम्रो लाग्दैछ यहाँनिर फर्स्ट टाइम होइन पापाको आउनलाई धेरै सोचिरहेको थियो यस्तो छ अब यहाँनिर धेरै कुरा चाहिँ सुनेको धेरै मन थियो आज चाहिँ आइपुग्यो मेरो छोराले ल्याएको ल अब यताबाट जाउँ यताबाट जाउँ यताबाट अब जानुपर्छ हामी हिन्दी नै भन्छ ल यता डराउँदैछ यो त पापा यता हेर्नु पापा दुनियाँभरि हिँडिरहेको ओह्रालो हेर्नु नि यसमा चाहिँ फुल राख्नु मान्छे धेरै कम्ती रहेछ भने त्यहाँ जाउँ न है लडी बडी है लडी बडी है लडी बडी है लडी बडी है अहिले चाहिँ अब यो उँभो लाग्यो अब चाहिँ एउटा फर्केको हामी यसरी यो डल्लै घुमाएर यस्तो दामी हिमाल देखिरहेछ अहिले चाहिँ यो जुत्ता नलैजाने बिचकहरू चाहिँ जुत्ता राख्नु भने चाहिँ यहाँ रहेछ नि त जुत्ता चाहिँ छोडिराखेर जानु लाङ्सा सुरु गर्न ठिक हामी चाहिँ अब खाना बुबुले चाहिँ भेज थुक्पा गर्नुभएछ हो ल पापा थाली सुरु गर्नु आँटेछ हामी नाना चाहिँ यहाँ बसेको आइपुग्यो अब चाहिँ यहाँ हाम्रो बर्ड सेन्चुरी अनि राबदेन्सी हामी जाने है अहिले चाहिँ हामी बर्ड सेन्चुरी प्लस राबदेन्सी घुम्न जाँदैछौँ है अगाडि हुनुहुन्छ पापाहरू चाहिँ यसरी मजा आउँछ पापा दामी है पिसफुल है ठाउँमा घुम्न पाइयो पिसफुल है मजाको हेर्नु नि अब जाँदैछौँ हामी चाहिँ अहिले अब यो जङ्गल बर्ड सेन्चुरी दामी बर्ड प्याराडाइस हेर्दा छिर्नु आँट्यो हामी अब मुनिबाट राबदिन्छु यो चाहिँ बर्ड सेन्चुरी बर्ड प्याराडाइसमा अब वेलकम छ जेल खानाबाट पस्नु पऱ्यो नि त हामी चाहिँ बाबुलाई चाहिँ उडाइलान्छ है उँभो उँभो कता होला उँभो बाटो पुल भएर जानु पर्यो हो प्याराडाइसमै रहेछ नि त है पापा छाता त जम्मै यहाँ पो रहेछ जा के हो बो
हो दाजु के गरेको तर्सेको मिर्ग जस्तो भइरहेछ त आज मलाई यहाँ भिजिट गरिदिनु बोलायो कि ए अँ टिम साथले क्या त है हैट उडाइलाइन चाहिँ जतिक जोगेर है एन्ट्री अब यहाँबाट टेन टेन हट सिँढी यसरी गएर चाहिँ हेर्नुपर्ने चाहिँ चराहरू हिँड्स कुछ चीज़ नहीं गाँव में क्या चीज़ होती है सब कुछ कैमरे में नहीं यहाँ पालेको मा के भएछ रे बाबा सपनामा पनि देख्छ होला आज यस्तो खालको ठाउँहरू किन? घुमेको छैन अनि त्यसले गर्दाखेरि आज राम्रो राम्रो जग्गा घुम्नु पाएँ अनि लेकको चिजहरू सबै हेर्नु पाएको छु टुरिस्ट रहेछ निकै है No, it's a golden pheasant. साथी त दामी छ त हौ। साथी त अब भाइ खतरा केटा हो बुबुले त राम्रो ठाउँमै मन पराउँदैन रहेछ नि फोटो अहिले चाहिँ बेसी नै हामी घुम्यौँ है अहिले चाहिँ अब चाहिँ राबदेन्ची जानुपर्ने हुन्छ हो रहेको छ राबदेन्ची त्यो भएर अब चाहिँ यहाँबाट लागेको राबदेन्ची यहाँबाट अब राबदेन्ची जान्छ है यहाँ माथिबाट बस सेन्चुरी यो चाहिँ राबदेन्ची राबदेन्ची त्यही त हेलो गाइस भाई हो गया खत्म ले ये तो पार्ट खत्म ये वाले था सबसे ज्यादा फाइनली राबदेन्ची आइपुग्यो हामी चाहिँ
हो बाबा एक्साइटेड छ त बाबा एक्साइटेड छ त एकदम पिकनिक खानु यहाँ पाउनुपर्छ होला भन्ने ए नयाँ साल लाग्नु बित्तिकै चाहिँ नयाँ सालमा चाहिँ पिकनिक खानु आउनुपर्छ होला बाँझोमा बाँझो जोत्नु हामी पनि राजाको घर राजा हुनुपर्ने हाम्रो भ्लगर दाजु बिजी छ अहिले हौ बोल हौ हावाले उडाइ लान्छ है हट नगरौँ है पापा यहाँ बिजी हुनुहुन्छ अहिले पापा के गर्नुभयो पुरा फोटो खिचाइमा छ होइन फोटोग्राफर यहाँ हाम्रो पापा फोटोग्राफर यहाँ हाम्रो पापा पनि बिजी हुनुहुन्छ हाम्रो ड्राइभर दाजु बु बिजी छ यहाँ ब्लगिङमा हो भ्याइ नभ्याइ छ आज कुदेको यहाँ पारीदेखि फेरि वारी आइसक्यो हो कुदेको चाहिँ राजाको प्यालेस यो चाहिँ पुरानो है ढुङ्गाले बनेको छ यस्तो ढुङ्गा र माटोले बनेको प्यालेस राजाको है त यस्तो भित्र चाहिँ रुमहरू जस्तो छ पहिलाको हट खतरा बिजी छ हाम्रो दाजु पनि ब्लगिङमा सुत्न आँटेछ हौ राजाको सुत्ने ठाउँमा त बस्ने ठाउँ कस्तो लाग्यो एकदम दामी है राम्रो दामी छ अनि राजा बस्ने हो यो सबै जग्गा चाहिँ राजा बस्ने चाहिँ राम्रै बस्दो रहेछ हौ ढुङ्गाकै मात्रै हो नि यो तर फेरि ढुङ्गा र माटै मात्रै छ दामी छ जे होस् लाग्दिउँ अब ल लाग्दिउँ लाग्दिउँ बुबुले त अन्त भ्लगिङ गरेर स्विच अफ गरायो अन्त कस्तो चाहिँ गऱ्यो भने यहाँ आएपछि त भ्लगिङ गर्नु मन परिहाल्छ बुबुलाई हो स्विच अफ गऱ्यो नि भाउजूले स्याप्तो लाउँछ आज स्याप्तो खान्छ बुबुले आज माया लाग्यो हौ स्विच अफ गऱ्यो नि भाउजूले स्याप्तो लाउँछ आज स्याप्तो खान्छ बुबुले आज माया लाग्यो हौ लाग्यो अब चाहिँ हामी यहाँबाट फर्केको अब चाहिँ घुम्ने जग्गा छैन सक्यो आम्बो हेर्नु त क्या स्ट्रेटेजिक रहेछ नि ठुलो मान्छेको पनि ढुङ्गा ठुलो चाहिन्छ फेरि हो यो अब यहाँ भाउजू चाहिँ नमाग्नु फेरि डन्ठा लाउँछ नि फेरि घरमा स्याप त लाउँछ नि फेरि
मान्छे छक्कै परोस् न कत्रो मान्छे आएको थियो भन्नुहोस् न औले बाँदर भयो नि औले बाँदर साह्रो छ नानी जस्तो केले यो बाटो यसो किन मलाई थाहा छ याद भयो यहाँबाट चाहिँ हामी फर्क्यौँ लास्ट यो बर्ड सेन्चुरी प्लस राबडेन्सीबाट चाहिँ है मजा आयो बुवा मजा आयो भाइ मजा आयो एकदम मजा आयो एकदम मजा आयो दामी दामी मजा आयो जोस बुसँग अब चाहिँ लागेको हो सन अब फेरि पनि आउनु पर्छ अब चाहिँ राबङला फेरि जानुपर्छ हामी हो र फाइनली अहिले चाहिँ घर आइपुगेको अवस्था है निकै थाक्यो आउँदाखेरि चाहिँ मैले भिडियो बनाइनँ है हल्का आजको एक्सपिरियन्स बताइदिनु नि के कस्तो भयो घुमाइ रमाइलो हल्का रमाइलो हर्का लाएर रमाइलो गर्नु पर्यो कति मजा आयो मजा चाहिँ अब मजा आयो नि किन आउँदैन नयाँ ठाउँमा गएको कुन चाहिँ ठिक लाग्यो तपाईँलाई कुन चाहिँ जग्गा चाहिँ मजा लाग्यो राबदेन्सीपट्टि मजा लाग्यो कि यता पेलिङपट्टि मजा लाग्यो कि राबदेन्सी मन पर्यो राजा बसेकै मन पर्यो राजा बसेको ठाउँमा पिकनिक खानु जाने हो अब फेरि ए अँ अझै एकपल्ट फेरि जाने नानीहरूसँग एरिन लिएर जाने नातिनी लिएर जाने त्यतिखेर चाहिँ डाइरेक्ट गएर अब चाहिँ विजय दाजु भाउजूसँग जानु अब चाहिँ नानीसँग गएर दाजु भाउजू एरिन पिकनिक खाने हो त्यहाँ पिकनिक निकै बस्ने हो त्यहाँ ल दर्शकलाई के भन्नुहुन्छ तपाईँ धन्यवाद धन्यवाद के मेरो गर्नु मेरो यसो छोरालाई एकदम धन्यवाद ए मलाई पो अँ। किन मलाई चाहिँ किन धन्यवाद अब तिमीले लग्यो ए नभए म जानै पाउँथेन ए जानु मन लागिरहेको गएँ धन्यवाद ए मेरो छोरालाई छोरीहरूलाई ल छोरा छोरीहरूलाई धन्यवाद छ यो भिडियो हेर्ने मान्छेलाई चाहिँ के भन्ने अब भिडियो हेर्ने मान्छेलाई लाइक गरिदिनुहोस् अरू अनि एकदम सेयर कसले गर्छ सेयर गरिदिनुहोस् Follow लाइक चाहिँ? गरिदिनुहोस् फलो गरिदिनुहोस् भिडियो है पापाले एकदम राम्रो पापा यसो उफ्रेकोहरू जम्पिङ गरेकोहरू हेरिदिनुहोस् भने म ल रातैले चरेकोहरू यसो लाइक गरिदिनुहोस् भिडियोमा ल सेयर गरिदिनुहोस् ल गुड नाइट भनिदिनु अब अब हामी घुमेर घरमा आइपुगेका छौँ उम्, अब चाहिँ गुड नाइट बाई सबैलाई भिडियो हेर्ने जतिलाई बाई बाई सबैलाई फेरि अर्को भिडियोमा भेट्नेछौँ पापासँगै हो पायो भने समय पायो भने फेरि बनाउने छु है त पापा अलि अर्कोमा थियो अहिले घरको ड्रेसमा आइपुगेको छ ल